वेलकम भ्युअर्स। हामी पार्ट 3B मा छौँ। हामीले यस्तो म्याप बनाउन सिक्छौँ अब चाहिँ तर तपाईँहरूले यहाँ प्रत्येक स्टेपमा पौज गर्दै अनि त्यो स्टेपलाई कम्प्लिट गर्दै बढ्नु होला अगाडि अनि भिडियोलाई स्किप नगर्नु होला, नत्र भने बुझिँदैन। अनि हामी आर्ट म्याप खोल्छौँ। एकछिन टाइम लाग्छ ओपन हुन, यो पौज गरेर ओपन गर्नु होला अनि यो स्टेपमा बढ्नु होला यहाँ अनि सबै पोइन्टहरू एड गर्नु होला तपाईँले। पहिलेको यो पोइन्ट्स अनि त्यसपछि सेप फाइल्स, बाउन्ड्री, फरेस्ट एरिया अनि तिनवटा कुरा एड गर्नु होला। अनि यहाँ हामी आज पार्सल एडिटर युज गर्छौँ। अगाडि एडिटर टुलबार युज गरेका थियौँ। कसरी ओपन गर्ने यहाँ मैले देखाएको छु, जुन चाहिँ कस्टमाइजमा गएर टुलबार्समा जानु होला अनि त्यहाँ पार्सल एडिटर लेखेको हुन्छ, त्यसलाई टिक गर्नु होला। अगाडि हामीले अनइक्वल डिभिजन गरेका थियौँ ब्लक्सहरूको, तर यसमा चाहिँ हामी इक्वल डिभिजन गर्न सिक्छौँ, जुन चाहिँ एकदमै डिमान्डिङ हुन्छ हरेक कामको लागि। ब्लक डिभिजन, फरेस्ट एरिया म्यापिङ गर्दाखेरि हामीले इक्वल डिभिजन प्रिफर गर्छौँ। अनि हामी फोल्डर कनेक्टर फोल्डरमा क्याटलग ओपन गरेर अनि त्यसपछि त्यसमा फोल्डर कनेक्टेड छ कि नै त्यो हेर्छ अनि त्यसमा नयाँ फोल्डर बनाउँछ। त्यहाँ नयाँ फोल्डर बनाउनुको अर्थ के भनेपछि त्यहाँ हामीले नयाँ फाइल जियो डाटाबेस क्रिएट गर्छौँ अनि पछि डाटासेट क्रिएट गर्छौँ। पहिला चाहिँ हामी फाइल जियो डाटाबेस क्रिएट गर्छौँ नयाँ, त्यसमा क्लिक गर्नु होला अनि फेरि त्यसमै होइन तपाईँहरूले नयाँ न्यू फिचर डाटासेट क्लिक गर्नु होला अनि त्यसमा चाहिँ इक्वल डिभिजन भनेर लेख्नु होला, स्पेस नदिइकन। स्पेस दियो भने हुँदैन। अनि कोअर्डिनेट सिस्टम पोर्टफोलियो सिलेक्ट गर्नु होला, नेक्स्ट गर्नु होला, फिनिस गर्नु होला। हाम्रो त्यहाँ फिचर डाटासेट आउँछ नि इक्वल डिभिजन भनेर लेखेको, अनि त्यसमा चाहिँ न्यू पार्सल फ्याब्रिक भनेर सिलेक्ट गर्नु होला। पार्सल फ्याब्रिक भन्ने छ त्यहाँ, अनि त्यो पार्सल फ्याब्रिकले सिलेक्ट गर्नु हो भने नेक्स्ट फिनिस गर्नु होला। फ्याब्रिक क्रिएट गरिसकेपछि त्यहाँ तपाईँको टेबल अफ कन्टेन्ट्स र न्यू फ्याब्रिक भनेर आउँछ। त्यो न्यू फ्याब्रिकमा प्लस बटन हुन्छ लेफ्ट साइडमा, त्यो प्लस बटन थिच्नुभयो भने चाहिँ त्यहाँ सबै पोइन्टदेखि ल्याएर बााउन्ड्रीदेखि ल्याएर सबै कुरा हुन्छ। अनि हामी अब चाहिँ यसलाई पहिला सुरु सेभ गर्छु यो फाइललाई। बिचमा अब इरर भयो भने जिएस नट रेस्पोन्डिङ हुन्छ बेला बेलामा, त्यो त्यस्तो खालको इररहरू आउन सक्छ। त्यसलाई सेभ गर्नु होला यो फाइललाई। अनि सेभ गरिसकेपछि पहिले नै सेभ गर्नुपर्ने हो। यो टास्क सुरु गर्दाखेरि तपाईँले बिचमा सिलेक्ट गर्न सक्नुहुन्छ। हामीले यहाँ यसको पोइन्टको होइन साइज घटबड गराउन सक्छौँ। हामीले जति पनि राख्न सक्छौँ। त्यसको कलरहरूमा पनि चेन्ज गर्न सक्छौँ। रातो, निलो, पहेँलो, जस्तो सुकै कलर, कालो यदि कलर पनि नराख्नु पनि सक्छौँ हामीले होइन। यसरी कलरहरू जुन कलर राख्नु हुन्छ तपाईँले ब्ल्याक मोस्टली ब्ल्याकै प्रिफर गरिन्छ यसको लागि। साइजहरूले म्यापमा कति साइज एकदमै बेस्ट हुन्छ त्यो अनुसार राख्नु। पार्सल एडिटर हामीले अब स्टार्ट एडिटिङ गर्छौँ पार्सल एडिटिङ, जसमा कन्ट्रोल लेखेको हुन्छ। कन्ट्रोल भन्ने हेर्नु होला त्यहाँ स्टार्ट एडिटिङमा दिएको छ अगाडि एउटा टगल बार आउँछ बाहिर देखिन्छ स्टार्ट एडिटिङ गर्दाखेरि। अनि त्यसमा चाहिँ कन्ट्रोल भनेको हुन्छ, कन्ट्रोललाई क्लिक गर्नु होला। पार्सल एक्सप्लोरर र अनि पार्सल डिटेल भनेर त्यही पार्सल एडिटर टुलबारमा हुन्छ। पार्सल एक्सप्लोरर अनि पार्सल डिटेल्स भन्ने हो, त्यो दुईवटा क्लिक गर्नु होला। पार्सल डिटेल्स, पार्सल एक्सप्लोरर। मैले पार्सल एक्सप्लोरर ओपन गरेको छु अनि त्यसपछि पार्सल डिटेल्स ओपन गर्छु। अब चाहिँ हामी यसमा काम गर्छौँ। पहिला सुरु हामी नयाँ पार्सल क्रिएट गर्छौँ। न्यू पार्सल भनेर लेखेको हुन्छ त्यहाँ, त्यो एस्टेरिस्क जस्तो छ त्यहाँ त्यसमा होइन। अनि त्यो अब चाहिँ हामी सबै पोइन्टलाई एउटा एउटा गर्दै होइन जोड्छौँ। एउटा पनि पोइन्ट नछुटाउनु होला। मैले भिडियो हल्का फास्ट गराएको छु यसलाई स्पिडअप गर्नुको लागि। तपाईँले सुस्त होइन भिडियोलाई पज गर्दै सबै पोइन्टलाई होइन सार्दै जोइन गर्दै जानु होला। यसरी जोइन गर्दै गइसकेपछि सबै कम्प्लिट हुन्छ। अनि कम्प्लिट भइसकेपछि आफै देखाउँछ यतापट्टि पार्सल डिटेल्स बारमा। अनि त्यहाँ चाहिँ सबैलाई सिफ्ट छ 1 देखि सिफ्ट दाबेर 1 देखि लास्ट 42सम्म
क्लिक गर्नु होला अनि त्यसपछि किप एन्ड जोइन बटनमा माथि हुन्छ किप एन्ड जोइन भन्ने त्यहाँ थिच्नु होला र जोइन गर्नु होला। त्यो जोइन गरिसकेपछि यता हाम्रो पार्सल एक्सप्लोरमा नयाँ पार्सल आउँछ अनि त्यसमा पार्सल डिभिजन गर्नुपर्ने हुन्छ। पार्सल डिभिजनमा सिलेक्ट गर्नु होला। अब चाहिँ हामी कस्तो भनेपछि 90 डिग्री स्ट्रेट लाइन बियरिङ राख्छौँ र अनि त्यसपछि 8वटा नम्बर अफ पार्ट्स राख्छौँ। अघि चाहिँ 8वटा पार्ट्समा डिभाइड गर्छौँ यसलाई। यस्तो खालको फेरि यो डिभिजन चाहिँ जुन पाए त्यहीमा गर्दैन, सेभ एडिट्स गरेर स्टप एडिटिङ गर्नु होला। यो डिभिजन चाहिँ तपाईँले एकदम म्याप डिस्टर्टेड छ बिग्रेको छ भने चाहिँ अलिक गाह्रो हुन्छ डिभिजन गर्न, यो ख्याल गर्नु होला। अब हामी चाहिँ पार्सल्स भनेर हुन्छ त्यो सेभ फाइल जस्तो ब्लक जस्तो त्यसलाई एक्सपोर्ट गर्छौँ। त्यो चाहिँ पोलिगन हो, त्यसलाई एक्सपोर्ट गर्छ हामी फोल्डरमै। हाम्रो वर्किङ फोल्डर कुन हो होइन, तपाईँहरूले जुनमा सेभ गर्नुभएको काम गरेरमा त्यसमा गएर सेभ गर्न सक्नुहुन्छ। अब हामी चाहिँ पार्सललाई डिभिजनलाई ब्लक डिभिजन म्याप भनेर पार्सल भनेर सेभ गर्छ यसलाई, याद गर्नु होला। त्यसपछि हामी नयाँ फेब्रिकलाई हटाइदिन्छौँ, रिमुभ भनेर हुन्छ नयाँ फेब्रिकमा। ओपन एट्रिब्युट टेबल किन गर्छ ओपन एट्रिब्युट टेबल भनेर अगाडि हामीले नामहरू लेखेका थियौँ नि एडिटर टुलबार युज गर्दाखेरि। अनि हामीले पहिला चाहिँ एरिया निकाल्छौँ क्यालकुलेट जियोमेट्री अनि हेक्टरमा, अनि त्यसपछि नामहरू लेख्छौँ स्टार्ट एडिटिङ गरेर हामीले नामहरू लेख्छौँ। अनि कुन ब्लक हो त, अनि एउटा पुरै ब्लक हुन्छ, एउटा पुरै फरेस्ट एरियाको ब्लक हुन्छ जसको चाहिँ एरिया 12 हेक्टर थियो त्यो देखाउँछ एउटा। अनि अरू भनेको इक्वल डिभिजनवाला देखाउँछ, त्यो देख्न सक्नुहुन्छ इक्वल डिभिजन भएको। हामी चाहिँ अब त्यसको नामहरू लेख्छौँ, प्रत्येक ब्लकको नामहरू लेख्छौँ जुन चाहिँ फरेस्ट एरिया होइन ब्लक डिभिजन हामीले नाम लेखेको थियो ब्लक डिभिजन म्याप पार्सल भनेर सम्झिनु होला त्यो म्यापलाई। अनि त्यसरी स्टार्ट एडिटिङ गर्दाखेरि एडिटर टुलबार युज गर्छौँ। यसमा एड फिल गर्छौँ पहिला सुरु सब कम्पार्टमेन्ट सब कम्प भनेर लेख्छौँ, जसलाई टेक्स्ट भनेर लेख्छौँ हामी टेक्स्ट फर्मेटमा टेक्स्ट टाइपमा राख्छौँ हो, किनभने टेक्स्ट टाइपमा मात्रै लेख्न मिल्छ अरूमा लेख्न मिल्दैन, टेक्स्ट टाइप राख्नु होला। अब चाहिँ हामी सिलेक्ट गर्छौँ तलदेखि माथिसम्म लेख्दै जान्छौँ C1S1 C1S2 गरेर। यसमा स्टार्ट एडिटिङ बल्ल गर्छौँ, अघि स्टार्ट एडिटिङ गर्ने हो पहिला सुरु हामी एड फिल गरेर बल्ल स्टार्ट एडिटिङ गर्छौँ। C1S1 लेख्नु सिलेक्ट गरिदिनु त्यहाँ सिलेक्ट गर्दाखेरि देख्नु होला। त्यहाँ सिलेक्ट गर्दाखेरि यतापट्टि सिलेक्ट गर्दाखेरि तलको मेलैसित होइन एकदमै सिरियल वाइज लेख्नु होला प्रत्येकको नाम C1S1 C1S2 त्यस्तै। यो हामीले C1S1 C1S2 पनि कसरी गराउँछ भने जुनमा ग्रोइङ स्टक बढी छ जुन कम्पार्टमेन्टमा इन्भेन्ट्रीको आधारमा जुनमा ग्रोइङ स्टक बढी छ त्यसमा चाहिँ त्यसलाई C1S1 अथवा C1S2 त्यसरी, अथवा नभएर नै ग्रोइङ सबै मेलैसित C1S1 S2 भनेर एडसम्म लेख्ने। अनि त्यसपछि इन्भेन्ट्री गरेको आधारमा ग्रोइङ स्टक जुनमा बढी छ अनि त्यसमा हामीले सिल्भिकल्चर सिस्टम फर्स्टमै लगाउँछौँ। लेभल फिचर गर्छु हामीले अघि नाम राखेको प्रोपर्टिजमा गएर त्यसपछि त्यहाँ लेभल्स भन्ने हुन्छ, प्रोपर्टिजमा गएर लेभल्स भन्ने हुन्छ, लेभल्समा गएर हामीले लेभल्स सब कम्प राख्छौँ। यसमा पनि हामीले यसलाई क्याटेगोरिजमा गएर युनिक भ्यालुज अनि त्यसै यहाँ अब्जेक्ट आइडी भ्यालु फिल्ड कुन हो त भ्यालु फिल्ड हाम्रो सब कम्प हो नि त, अनि त्यो सब कम्प गर्छु अनि एड अल भ्यालुज गर्छु है, एड अल भ्यालुज भनेर हुन्छ त्यहाँ एड अल भ्यालुज गर्छौँ। अनि फेरि यहाँ लेभल्समा हामी सब कम्प राख्छौँ, याद गर्नु होला सबैतिर नातिकन मजाले गर्नु होला यो चाहिँ। अनि 12 राख्छौँ फन्टको कोड साइज ओके गर्छौँ बिस्तारै सबै पार्टिसनको हामीले लेबलिङ गऱ्यौँ। अब चाहिँ हामी लेआउट भ्यूमा जान्छौँ, लेआउट भ्यूमा त्यो एडिटर टुलबार मैले युज गर्दाखेरि त्यति बेला नै मैले नामहरू होइन एड्रेसहरू लेखिसकेको थिएँ। अगाडिको भिडियो हेर्नु भएको छैन भने त्यो भिडियो हेर्नु होला। अनि यो कार्टोग्राफिक इलिमेन्ट्सहरू म्यापिङ कसरी गर्ने होइन यो लेआउट भ्यूमा युज कसरी गर्ने भन्ने कुरा अगाडिको 2-3टा
भिडियोमा म्याप बनाउँदाखेरि दुईवटा भिडियोमा म्याप बनाउँदाखेरि 1 र 2 मा 2 र म्यापलाई एडजस्ट गरिसकेपछि हामीले म्यापलाई एक्सपोर्ट गर्छौँ R3